सेरेनाको फाउन्डेसन सिट है। र यो चाहिँ हामीले अब यसरी फ्रेममा दिनुपर्ने हुन्छ। यो दिएपछि यो तपाईको बेस पनि बनाइदिएको छ हेर्नुहोस् हो। यो चाहिँ तर यो प्लास्टिकको पनि होइन, यो चाहिँ व्याक्स सिट भनिन्छ है, जुन चाहिँ मौरीको चाकाबाट निस्केको हुन्छ त्यसकै नै बनिएको हुन्छ। अब यो तपाईले हामीले फ्रेममा डल्लै दिनु पनि सकिन्छ, आधी दिनु पनि सकिन्छ। यो दिएपछि उनीहरूले यसलाई नै अगाडि उठाएर लान्छ है। एकदमै छिटो काम हुन्छ। नयाँ आएको मौरीलाई पनि तपाईँले यो दिएर राख्न सक्नुहुन्छ। र अब सिजन लागेको छ र सामान पनि आइपुगेको छ र यसलाई अगाडि कसरी राख्नुपर्ने, फ्रेममा कसरी फिक्स गर्नु त्यो पनि तपाईँहरूलाई देखाउने छु। र यो भिडियो एकदमै सेयर गरिदिनु होला। फाउन्डेसन सिट एपी सेरेनाको हेर्नुहोस्, साइज हेर्नुहोस् यत्रो हुन्छ। र यसको मेलिफेराको पनि हुन्छ। मेलिफेरा र एपी सेरेनाको डिफ्रेन्ट हुन्छ, तर मिल्दैन त्यो कुरा याद गर्नुहोस्। अनलाइन तपाईँहरूले मगाउनु भयो भने प्रायः सेरेनाको आउँछ, तर त्यो चाहिँ तपाईँले ब्रुड च्याम्बरमा दिनु मिल्दैन है। र ब्रुड च्याम्बरमा हामीले यो दिनु चाहिँ सकिन्छ। र यो भिडियो सेयर गरिदिनु होला। फाउन्डेसन सिट कस्तो हुन्छ भन्ने हेर्नुहोस्। हामीलाई स्पेसली हिमालयन रेन्जमा एपी सेरेनाको लागि चाहिँ यो नै हो। र यो तपाईँहरूलाई चाहिए भने चाहिँ मलाई तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ है। सराउन्डिङ एरियामा तपाईँहरूले म दिन सक्छु। बेसी टाढा चाहिँ म त्यस्तो डेलिभरी गर्न सक्दिनँ है। इमर्जेन्सीमा तपाईँहरूलाई म दिन सक्छु। र यो 1 केजी छ मेरोमा। लगभग यसमा कति पिस छ त्यो चाहिँ थाहा छैन। र भरे मेरो भिडियो आउँछ यो फिक्स गर्दै गरेको हुन्छ। र हिमालयन क्रिएटरलाई तपाईँहरूले सपोर्ट दिनु होला। आउने दिनमा एकदमै दामी भिडियोहरू लिएर आउनेछु। र फलो गरिदिनु होला, कमेन्ट एउटा गरिदिनु होला र सेयर पनि गरिदिनु होला भिडियो भन्दै। हुन्छ, थ्याङ्क यू।